नमस्ते, म डाक्टर शीतलकाई श्रेष्ठ। आज विश्व अण्डा दिवसको सन्दर्भ पारेर एउटा भिडियो पोडकास्ट लिएर म यहाँ उपस्थित भएको छु। र आजको हाम्रो गेस्ट हुनुहुन्छ रश्मि बजिमाया। उहाँ सिनियर डाइटिसियन हुनुहुन्छ र उहाँ चिरायु हस्पिटलमा कार्यरत हुनुहुन्छ। र यति मात्र नभएर उहाँको परिचयको कुरा गर्दाखेरि उहाँ नेपाल डाइटिसियन एसोसिएसनको भाइस प्रेसिडेन्ट पनि हुनुहुन्छ। सर्वप्रथम म उहाँलाई स्वागत गर्न चाहन्छु। यहाँलाई स्वागत छ। नमस्ते, धन्यवाद। वर्ल्ड एग डेको सन्दर्भमा हामी कुरा गर्न गइरहेका छौँ र हजुर। सुरु नै गरौँ। यहाँ हजुर एगेटेरियन कि भेजिटेरियन कि अथवा के भन्न मिल्छ? म ननभेज ननभेज हुनाले मासु अन्डा सबै खान्छु र मेरो दिनको सुरुवात चाहिँ अन्डाबाट हुन्छ, दुध र अन्डाबाट। मैले त्यही सोध्न लाग्थेँ भर्खर। हजुर। आज यहाँ अन्डा खानुभयो त? खाइसकेँ। कतिवटा लिनुभयो? एउटा एउटा मात्र? दिनमा एउटा चाहिँ छुटाउँदिनँ। जस्तै यहाँले एउटा भन्नुभयो नि, अब साँच्ची नै हामीले दिनमा कसैले 3-4वटा खाइदिने अथवा प्रत्येक दिन अन्डा खाने जुन हामीले गर्छौँ नि, हाम्रो नर्मल ह्याबिट, हामीले दिनमा चाहिँ कतिसम्म चाहिँ अन्डा खान मिल्छ? यो अब अन्डा भनेको अब प्रोटिनको सोर्स हो होइन। प्रोटिन भनेको मान्छे पछि त्यसको निड चाहिँ फरक हुनसक्छ। जस्तो अब फिजिकल एक्टिभिटिजहरू भयो, अब कसैलाई रोगको कारणले पनि होइन, अथवा कोही बडी बिल्डर हुनुहुन्छ भने उहाँको लागि बढी चाहिन्छ, अथवा ग्रोइङ हुन्छ नि, यो ग्रोइङ एजको बच्चाहरू, बढ्ने उमेरको बच्चाहरूलाई पनि त्यही किसिमको चाहिन्छ। त्यस्तै प्रेग्नेन्ट आमा, गर्भवती आमाहरू र स्तनपान गराइरहेको आमाहरूलाई चाहिँ यसको रिक्वायरमेन्ट चाहिँ फरक छ, इन्डिभिजुअल हुन्छ होइन। तर बेसिकली रेकमेन्ड गरेको भनेको चाहिँ एउटा एडल्टको लागि, वयस्क मान्छेको लागि चाहिँ 0.883 ग्राम पर केजी अफ बडी वेटको हिसाबले रेकमेन्ड चाहिँ गरेको छ होइन। तर त्यही अनुसार चाहिँ अब कसैलाई कोही चाहिँ अब गर्भवती अवस्थामा हुनुहुन्छ भने त्यसमा चाहिँ अझै प्लस गरेर 1 देखि 1.2 ग्रामसम्म पनि चाहिन्छ भने स्तनपानको लागि पनि त्यस्तै नै बढी चाहिन्छ। र अब रोग विशेषको कोही बिरामीहरूलाई होइन प्रोटिनको निडहरू बढी हुन्छ, त्यो उहाँहरूको लागि चाहिँ 1 ग्रामदेखि 1.4 ग्राम पर केजी अफ बडी वेटको हिसाबले पनि गइन्छ। त्यो चाहिँ अब तपाईँको रोगको कन्डिसन र स्टेज अनुसार चाहिँ फरक हुन्छ, र प्लस ट्रिटमेन्टको उसमा पनि फरक हुन्छ। त्यो अब साधारणतया अब हामीले बुझ्दाखेरि एउटा व्यक्तिले 1 ग्राम अफ प्रोटिन पर केजी अफ बडी वेट पर डे भन्न मिल्छ, मतलब इन एन एभरेज? त्यो सजिलोको लागि चाहिँ मिल्छ होइन। तर रेकमेन्ड गरेको चाहिँ 0.883 ग्राम हो होइन। त्यो भन्नुको अर्थ अब 60 केजीको मान्छेलाई चाहिँ लगभग 50 ग्राम जति चाहिँ प्रोटिन खायो भने पनि पुग्छ। र हाम्रो नेपाली जुन हाम्रो दाल भात खाना छ नि होइन, यसमा चाहिँ अब भेज र नन भेज अनुसार फरक हुन्छ। भेजलाई चाहिँ अब दालले परिपूर्ति गरेर हुन्छ, अलिकति प्रोपोर्सन मिलाएर खायो भने चाहिँ एक दिनमा हामीले 40 देखि 50 ग्राम चाहिँ दुध होइन, सबै प्रोटिनको सोर्सहरू मिलाएर खाँदाखेरि चाहिँ मिलाउन सकिन्छ त्यो चाहिँ। अब जस्तै अब यहाँ त डाइटिसियन पनि हुनुहुन्छ होइन, हस्पिटलमा पनि कार्यरत हुनुहुन्छ। अहिले धेरै अब मिथ्स भनौँ अथवा के भनौँ, अब अन्डा कति सेवन गर्ने, एउटा हेल्दी इन्डिभिजुअल व्यक्तिले अन्डा कति सेवन गर्न सकिन्छ भन्ने कुराहरू जुन छ, अब यहाँले अलिकति सरल भाषामा बुझ्ने गरेर विशेष हाम्रो भ्युअरहरूलाई यसो बताइदिनुहोस् न। प्रोटिनको सोर्स भनेको अन्डा मात्रै होइन, सबै अब हाम्रो अन्नबाट पनि पाइन्छ प्रोटिन होइन। तर अन्डाको मात्रै कुरा गर्दाखेरि चाहिँ मिनिमम दिनमा एउटा होइन, यदि अन्डा खाने मान्छे हुनुहुन्छ भने होइन। र अब कोही चाहिँ अलिकति बडी एक्सर्साइजहरू गर्नुहुन्छ भने चाहिँ उहाँहरूलाई दिनमा 3-4वटासम्म पनि खान सकिन्छ। त्यो चाहिँ बडीको कन्डिसन र कति काम गर्नुहुन्छ त्यसमा भर पर्छ। र अन्डाको अहिले
चलिरहेको मिथ भनौँ अलिकति धारणामा चाहिँ अन्डाको पहेँलो खानु हुँदैन भन्ने पुरानो डक्सापहरूले पनि एकदमै रेकमेन्ड गर्नुहुन्थ्यो र मुटुको रोगको लागि अन्डाको पहेँलो हुँदैन भन्ने चलन थियो र अहिले केही रिसर्चहरूले चाहिँ अन्डाको पहेँलोले गर्दाखेरि हार्ट एट्याक हुँदैन भन्ने चाहिँ त्यो प्रुभन भइसक्यो होइन। त्यही भएर अब धेरै खानु हुँदैन होइन, दिनमा 2टासम्म चाहिँ खान सकिन्छ। त्यो नर्मल लाइफस्टाइलमा अलिकति बढी एक्सर्साइजहरू गर्नुभयो भने त्योभन्दा बढी खाँदा पनि खासै फरक पर्दैन। भनेको मतलब एउटा नर्मल हेल्दी इन्डिभिजुअलले दिनमा 2टा पहेँलो सुद्धा पहेँलो सहित अन्डा खान सकिन्छ। भनेपछि यो गर्दाखेरि हाम्रो सायद भ्युअर्सहरू अथवा दर्शकहरू होइन क्लियर हुनुभयो होला कि पहेँलो चाहिँ उसको हेल्थको लागि अथवा मुटु हेल्थको लागि, मुटु स्वास्थ्यको लागि हानिकारक होइन, स्वस्थकरै मानिन्छ। स्वस्थ हानिकारक भन्ने अब कुन सेन्समा भनिन्छ भने खायो बस्यो होइन, एक्सर्साइज नगर्ने, त्यसलाई पचाउनु पर्ने जुन कार्य छ त्यो नगरिकन बसिराख्ने त त्यो त डिपोजिट भएर बसिरहेको हुन्छ नि त, अनि त्यसले नकारात्मक असर देखाउँछ नि होइन। त्यही भएर त्यसलाई अब कति एउटा खाएर खास तपाईँको नर्मल लाइफस्टाइलमा केही फरक पर्दैन होइन, तर तपाईँले एउटाभन्दा 2टा खानुभयो भने अलिकति एक्सर्साइजहरू गर्नु पऱ्यो र त्योभन्दा बढी खानुभयो भने चाहिँ एक्सर्साइजहरूले चाहिँ त्यसलाई युज गर्नु पऱ्यो कि बर्न गर्नु पऱ्यो। त्यो गर्नुभयो भने खास फरक पर्दैन, तर खाने बस्ने सुत्ने त्यो मात्रै गर्नु भएन। र प्लस अर्को चाहिँ अन्डासँग के खानेमा पनि भर पर्छ कि होइन। जस्तो तपाईँको अन्डासँग अल्कोहल खायो भने पनि त्यसले त त्यसको पनि क्यालोरी हुन्छ होइन, त्यसले पनि ब्याड इफेक्ट गरिरहेको हुन्छ। त्यही भएर नर्मली 1-2टा खाँदाखेरि चाहिँ त्यस्तो फरक पर्दैन र खान मिल्छ, ढुक्क भएर खानुभयो हुन्छ होइन। र त्यो सँगसँगै शारीरिक एक्सर्साइज आफूले चलाएमा चाहिँ गर्नुपर्छ कि। एक्ज्याक्टली। ल यहाँलाई अर्को कुरा मैले जोड्ने, जस्तै अन्डाको त विभिन्न परिकारहरू भन्छ होइन, बोइल्ड एग, पोच्ड एग होइन, अब सन्नी साइड अप होइन, विभिन्न हुन्छ, भुजिया, मतलब कुन तरिकाले खानीमा पनि भर पर्ला एक। अर्को यहाँनिर जोडिहरूले जस्तै जुन कोलेस्ट्रोल हुन्छ नि, अन्डामा पनि गुड एन्ड ब्याड दुइटै कोलेस्ट्रोल हुन्छ हो? दुवै हुन्छ, तर अन्डामा जति कोलेस्ट्रोल छ नि त्यति चाहिँ हाम्रो शरीरको लागि चाहिने पनि हो कि होइन। कोलेस्ट्रोल एकदमै ब्याड चाहिँ होइन कि, शरीरलाई त्यसले चाहिँ त्यो हुने बित्तिकै खराबी गर्ने होइन। अन्डाको पहेँलो भागमा जति कोलेस्ट्रोल छ त्यति चाहिँ हाम्रो बडीलाई चाहिने कोलेस्ट्रोल एक दिनको लागि चाहिने रिक्वायरमेन्टै हो त्यो होइन। त्यही भएर बढी खाँदाखेरि चाहिँ एक्सर्साइज गर्नु पर्यो भनेको। र अर्को कुरा चाहिँ अब कोलेस्ट्रोल मतलब गुड कोलेस्ट्रोल एन्ड ब्याड कोलेस्ट्रोल, त्यो दुवैमा चाहिँ अब कोलेस्ट्रोल त छ होइन, अब दुवै चिज छ, तर त्यसको फ्याट चाहिँ राम्रो फ्याटमा पनि गनिन्छ। त्यही भएर त्यसमा त्यति धेरै डराइराख्नु पर्दैन। र अब अन्डाको तपाईँले कुन तरिकाले खाँदा राम्रो भन्नु पनि भयो होइन, त्यसमा चाहिँ अन्डालाई जति विशेष गरेर बोइल गरेर खाँदाखेरि होइन, हार्ड बोइल जुन पहेँलो अन्डा चाहिँ धेरै पाकेर निलो भएको हुन्छ नि, त्यस्तो अन्डा खाँदाखेरि चाहिँ त्यो धेरै पाकेको हुनाले चाहिँ त्यसमा चाहिँ ग्यास फर्मेसन हुने चान्सेस चाहिँ बढी हुन्छ। र कतिपय मान्छेहरूले बोइल एग खाँदाखेरि मलाई ग्यास हुन्छ, ग्यास्ट्रिकको प्रब्लम हुन्छ भन्नुहुन्छ कि होइन, त्यो चाहिँ धेरै बोइल गरेको पाकेको अन्डाले त्यो चाहिँ हुन्छ नै होइन। अनि त्यही भएर अन्डा बोइल गर्दाखेरि चाहिँ कि सफ्ट हुनु पऱ्यो कि ठिक्क पाकेको हुनु पऱ्यो कि धेरै हार्ड बोइल चाहिँ नगर्ने। र अब पोच बनाएर खाँदाखेरि पनि खासै त्यसमा चिल्लो हुन्छ नि घिउ अथवा केमा पोच बनाउने हो त्यसकोमा भर पर्छ, त्यसलाई कतिको हेल्दी बनाउने भन्ने कुराहरू। र जसरी खाए पनि त्यसको न्युट्रिटिभ भ्यालुहरू चाहिँ त्यति धेरै लस चाहिँ हुँदैन होइन। अनि त्यो भएको हुनाले जसरी खाँदाखेरि पनि हुन्छ, खान चाहिँ सक्नु पऱ्यो। अथवा कोहीले चाहिँ अन्डा, कोहीलाई फेरि धेरै मन पर्दैन कि अन्डा गनायो भन्नुहुन्छ, त्यस्तो मान्छेहरूले चाहिँ अरू फर्ममा जस्तो रोटी खाँदाखेरि पिठोमा मिक्स गरेर होइन, अथवा अन्डा एग करीहरू बनाएर अथवा दालमा मिक्स गरेर त्यसरी खाँदाखेरि पनि राम्रो हुन्छ। र त्यसको न्युट्रिएन्टहरू जुन अन्डामा चाहिँ माइक्रो र माक्रो दुवै न्युट्रिएन्टको एकदम भरिपूर्ण छ होइन, त्यो दुईटा त्यसमा भएको न्युट्रिएन्ट र जुन अरू अन्नहरूमा भएको न्युट्रिएन्टसँग मिक्स हुँदाखेरि पनि त्यसको क्वालिटी अझ इन्हान्स हुन्छ।
ओके। अझ राम्रो हुनसक्छ। अझ यहाँनिर हजुरले एउटा जोडिहालेँ मैले यहाँलाई। जस्तै हामीले अहिले कमिङ डेज अहिले करेन्ट सिचुएसन सिनेरियोमा के भन्ने गरेछ भने हेल्थ पोइन्ट अफ भ्यूले हामी कोलेस्ट्रोल एभोइड गर्नुपर्छ होइन, कोलेस्ट्रोल इज ब्याड फर हेल्थ भन्छ। त्यो खास इट्स अ मिथ होइन, वी निड कोलेस्ट्रोल नि। कोलेस्ट्रोल चाहिन्छ तर लिमिटभन्दा बढी हुनु भएन कि होइन। जस्तो 200 mg पर DL भन्दा होइन, त्यो भन्दा बढी हुनु भएन होइन। र कोलेस्ट्रोल धेरै बढ्ने भनेको अहिलेको रिसर्चहरूले चाहिँ ट्रान्स फ्याटले बढेको देखाएको छ कि होइन। सकेसम्म हाम्रो खानामा ट्रान्स फ्याट हुनु भएन। अन्डाको पहेँलोले त्यस्तो धेरै बढाउँदैन कि। दिनमा 2टा पहेँलो खायो भने कोलेस्ट्रोल बढ्छ भनेर हामी डराउनु पर्दैन। र दिनमा 1 घन्टा हिँड्नु पनि पर्यो। मतलब हामीले साइमल्टेनियसली बर्न गर्नु पर्यो फ्याटहरू। हजुर। अनि अर्को कुरा चाहिँ के छ भने प्रोटिनले हाम्रो स्केलेटन मसल भन्छ नि होइन, जुन चाहिँ बोनसँग हड्डीसँग जोडिएर बसेको मांसपेशीहरू होइन, त्यसलाई मेन्टेन गर्न र त्यसलाई बलियो बनाउन पनि प्रोटिनको एकदम ठुलो महत्त्व हुन्छ होइन। त्यसमा पनि अन्डाको प्रोटिन भनेको बायोलोजिकल भ्यालु अनुसार होइन, अथवा बायोलोजिकल भ्यालु कसरी डिफाइन गर्छ भने प्रोटिन भनेको एमिनो एसिडहरूको एउटा चेन हो होइन। त्यसमा चाहिँ एसेन्सियल एमिनो एसिड र नन एसेन्सियल एमिनो एसिड हुन्छ होइन। एसेन्सियल एमिनो एसिडमा चाहिँ 9वटा एमिनो एसिड जुन चाहिँ हाम्रो बडीले प्रडक्सन गर्न सक्दैन होइन। त्यो एसेन्सियल एमिनो एसिड हुने प्रोटिन भनेको चाहिँ अन्डा हो कि होइन। त्यसलाई चाहिँ हामीले चाहिँ बायोलोजिकल भ्यालु हाई भएको प्रोटिन भन्छौँ होइन, जुन चाहिँ खाएपछि बडीले बढीभन्दा बढी एब्जर्ब गर्छ र त्यसलाई चाहिँ युटिलाइज गर्छ कि होइन। त्यो भएको हुनाले अन्डाले चाहिँ मसल मासलाई चाहिँ मांसपेशीहरूलाई बलियो बनाउन र त्यसलाई चाहिँ बढाउन पनि मद्दत गरिरहेको हुन्छ होइन। त्यो गर्नको लागि चाहिँ अघि भने जस्तै त्यसमा चाहिँ फिजिकल एक्सर्साइजहरू पनि प्रोपर हुनु पऱ्यो कि। जस्तो बडी बिल्डरहरूले पनि अन्डा चाहिँ दिनमा 10-12वटासम्म पनि खाइराख्नुहुन्छ होइन। उहाँहरूले चाहिँ एक्सर्साइज प्लस प्रोटिनलाई चाहिँ प्यारलली लिएर गएको हुनाले उहाँहरूको मसल मासलाई चाहिँ बढाउँछ कि। त्यो वेट बढ्ने अहिले मका आउने पेसेन्टहरू धेरै जसो कस्तो हुनुहुन्छ भने मिडल एजको फिमेलहरू धेरै जसो होइन। फिमेलहरूमा पनि अहिले ओभरवेट र ओबेसिटीको एकदमै धेरै प्रब्लम छ होइन, वेट बढ्ने प्रब्लम। त्यसले गर्दाखेरि उहाँहरूको बडी एनालाइसिस गर्यो भने, फ्याट एनालाइसिस गर्यो भने मसलभन्दा बढी फ्याट हुन्छ कि होइन। अनि उहाँहरूको प्रब्लम भनेको चाहिँ एक्सर्साइज छैन होइन, कार्बोहाइड्रेट इन्टेक धेरै तर प्रोटिन कम छ कि। अनि अहिले मैले उहाँहरूको त्यो डाइट्री इन्टरभेन्सन गर्दाखेरि चाहिँ कार्बोहाइड्रेट कम, प्रोटिनलाई चाहिँ अलिकति इम्फेसिस दिएर त्यसमा पनि अन्डाको प्रोटिनलाई चाहिँ बायोलोजिकल भ्यालु हाई भएको प्रोटिन दिँदाखेरि र उहाँहरूको एक्सर्साइजहरूलाई पनि फिजिकल एक्टिभिटिजहरूलाई हुन्छ नि इन्करेज गर्दाखेरि चाहिँ महिनामा 3 देखि 5 केजी चाहिँ सजिलै वेट लस गरिराख्नु भएको एभिडेन्सहरू पनि छ कि। त्यही भएर ल यहाँलाई यसमै जोडिहालेँ। जस्तै एज अ डाइटिसियन होइन, सिनियर डाइटिसियन कन्सल्ट्यान्ट हस्पिटलमा पनि जुन पेसेन्ट हेर्ने हिसाबले जो बडी मास बिल्ड गर्ने पेसेन्टहरू हुनुहुन्छ नि, वेदर लेडिज अर जेन्ट्स होइन, यहाँले जनरली रेकमेन्ड गर्ने नम्बर अफ एग्स पर डे चाहिँ कति हो? इट डिपेन्ड्स। अब कहिलेकाहीँ चाहिँ कोही चाहिँ खानै मान्नुहुन्न होइन, त्यो भएको हुनाले 2टासम्म लिमिट हुन्छ। र कोही अन्डा मनपर्ने मान्छेहरू हुँदाखेरि उहाँहरूलाई 10वटासम्म पनि रेकमेन्ड गरिरहेको हुन्छ। अनि त्यसमा चाहिँ 2टा योक हुन्छ, अरू चाहिँ व्हाइट मात्रै। हजुर। ओके। अनि यसमा प्रोटिनकै कुरा गर्दाखेरि अथवा एगलाई हामीले कम्पेयर गर्दाखेरि विभिन्न स्रोत छ प्रोटिनको, इन्क्लुडिङ एग। त हामीले विच सोर्स इज कन्सिडर मतलब बेस्ट सोर्स होइन प्रोटिनको, अथवा कुन चाहिँ हायर क्वालिटी अफ प्रोटिन पाइन्छ अथवा इन्फिरियर क्वालिटीको प्रोटिन भन्ने त्यस्तो केही हुन्छ? त्यो अघि मैले भने नि एमिनो एसिडहरूको कुरा होइन, एसेन्सियल र नन एसेन्सियल हुन्छ। एसेन्सियल एमिनो एसिड हुने प्रोटिन भनेको हाई क्वालिटीको प्रोटिन, बायोलोजिकल भ्यालु हाई भएको भन्छौँ हामी, त्यो चाहिँ अन्डामै भयो होइन। अनि अरू मैले यहाँले रोकिहालेँ, जस्तै 9वटा एसेन्सियल एमिनो एसिड्स हुन्छ अन्डामा। हजुर। त्यसो भएर अन्डाले कम्प्लिट फुड अथवा कम्प्लिट प्रोटिन त्यही कारण। हजुर। त्यो हो भने अन्डा जस्तै अरूको कम्प्लिट फुड अथवा प्रोटिन कुनै छ?
त्यस अन्डा जस्तै त छैन होइन, तर हामीले त्यसलाई मिलाएर बनाउन सक्छौँ कि जस्तो कोही मान्छे चाहिँ भेजिटेरियन हुनुहुन्छ होइन, उहाँले अन्डा पनि खानुहुन्न भने उहाँको लागि पनि एसेन्सियल एमिनो एसिड त चाहिन्छ होइन। त्यो अवस्थामा चाहिँ हामीले दालहरू हुन्छ नि, हाम्रो गेडागुडी दालहरू, त्यो भनेको चाहिँ इन्कम्प्लिट प्रोटिन भन्छौँ हामी होइन, र त्यसमा चाहिँ एसेन्सियल एमिनो एसिड चाहिँ हुँदैन होइन। तर हाम्रो जुन अन्न हुन्छ नि, हामी दाल भात खान्छौँ नि होइन, अन्नमा पनि केही मात्रामा प्रोटिन चाहिँ हुन्छ होइन, त्यो पनि नन एसेन्सियल एमिनो एसिडहरू हुन्छ होइन। र अन्नमा हुने र दालमा हुने एसेन्सियल जो एमिनो एसिडहरू छ नि, त्यो दुईटाको कम्बिनेसन मिल्दाखेरि चाहिँ एसेन्सियल एमिनो एसिड चाहिँ त्यो दुईटा चाहिँ पुगिरहेको हुन्छ कि होइन। त्यसले गर्दाखेरि चाहिँ नन भेजिटेरियनहरूको लागि होइन प्रोटिनको राम्रो सोर्स चाहिँ भेजिटेरियनहरूको लागि चाहिँ त्यसरी प्रोटिनको राम्रो क्वालिटीको प्रोटिनहरू दिन सक्छौँ होइन। र अब अर्को नन भेजै भए पनि अन्डा बाहेक अरू खाँदाखेरि चाहिँ चिकन ब्रेस्टहरू होइन, त्यसमा चाहिँ हाई क्वालिटीको प्रोटिन हुन्छ र माछामा हुन्छ होइन, त्यस्तै अरू मासुहरूमा पनि हुन्छ, रेड मिटहरूमा पनि हुन्छ होइन। तर रेड मिटहरूमा चाहिँ अलिकति कोलेस्ट्रोलको लेभल, फ्याटको लेभल चाहिँ सेचुरेट फ्याटहरू बढी हुने भएको हुनाले त्यसलाई चाहिँ लिमिटमा खानु पर्यो होइन। हप्तामा एकचोटि अथवा 15 दिनमा एकचोटि खानु पर्यो भने हुन्छ भने व्हाइट मिटमा चाहिँ चिकन फिसलाई चाहिँ डेली पनि खान सकिन्छ होइन। अनि अर्को कुरा चाहिँ भेजिटेरियनहरूको लागि दाल भात सँगसँगै अरू अन्नहरूसँग गेडागुडी मिसाउने सँगसँगै अर्को राम्रो प्रोटिन भनेको चाहिँ सोयाबिन, भटमास है। भटमासमा पनि बायोलोजिकल भ्यालु हाई हुन्छ होइन। जस्तो अन्डामा 97% बायोलोजिकल भ्यालु हुन्छ भने भटमासमा चाहिँ 42% बायोलोजिकल भ्यालु हाई हुन्छ कि प्रोटिनमा। नेक्स्ट टु अन्डा चाहिँ सोयाबिन हो। सोयाबिन हो फर भेज, हजुर, फर भेजिटेरियनको लागि हजुर। अनि हामीले भन्छौँ यो गरिबको मासु पनि भन्छौँ नि होइन, त्यो भटमासलाई। भटमासको विभिन्न परिकारहरू बनाएर खाँदाखेरि चाहिँ त्यसले पनि परिपूर्ति गरिरहेको हुन्छ। मिठो पनि हुन्छ, बनाउन सक्यो भने सोया चङ्कहरू होइन, हजुर छोइला जस्तो हो। त्यसको विभिन्न परिकारहरू मैले इन्डियामा एउटा रेस्टुरेन्टको एउटा चेन भेटाएको थिएँ होइन, वाजिवा भन्ने, मलाई नाम पनि एकदम याद छ। उहाँहरू चाहिँ एकदमै भेज खाना मात्रै होइन, पन्जाबी है। अनि उहाँहरूको त्यसमा चाहिँ सबै सोया चङ्कको होइन, चिकनको फ्लेभर जस्तो आउने होइन, त्यो सबै त्यो यति राम्रो खानेकुराहरू थियो होइन, टेस्ट वाइज पनि। अनि डिप फ्राईवाला चाहिँ थिएन होइन, त्यसको त्यो न्युट्रिटिभ भ्यालु लस हुने गरेर बनाएको थिएन। मैले कति 10-12 वर्ष पहिल्यै ट्राई गराएको थिएँ, त्यो राम्रो लाग्थ्यो। त्यसरी नै हामीले पनि बनाउन सक्छौँ सोया चङ्कको अथवा टोफुको होइन, अथवा भटमासलाई नै तरकारी बनाएर खान सक्छौँ, त्यसको पाउडर बनाएर होइन, त्यसमा प्रोटिन सेकहरू बनाउन सक्छौँ, त्यसको धेरै परिकारहरू बनाएर खान सकिन्छ। हुन्छ, हामी यो अन्डा, माछा, मासु र त्यसमा हुने प्रोटिनमा त फेरि आउँला होइन। म यता फेरि भेजिटेरियनतिर गइहालौँ एकैछिन। जस्तै जो भेजिटेरियन हुनुहुन्छ होइन, उहाँहरूको लागि जो अन्डा अथवा नन भेज सेवन गर्नुहुन्न, जस्तै हामीले प्रोटिनको बारेमा केही भन्नु पर्दाखेरि बेस्ट प्रोटिन स्रोत होइन चाहिँ के हो, अथवा यसमा पनि अब हामीले कति कन्ज्युम गर्ने, जस्तै एक कचौरा दाल कन्ज्युम गर्ने कि अथवा एक कचौरा सोया चङ्क, सोया बडी कन्ज्युम गर्ने कि, अनि त्यो अनि के अरे रिच सोर्स अफ प्रोटिन, पोर सोर्स अफ प्रोटिन हामी कुरा गरौँ। तर साथसाथै कुन सोर्स अफ प्रोटिन चाहिँ बढी महँगो छ अथवा कुन चाहिँ सस्तो छ, यसमा केही त्यस्तो आइडिया जेनेरेट हुन सकिन्छ? अब महँगो सस्तोको कुरा गर्दा मार्केटमा चाहिँ त्यो एकदमै प्रोटिनको उसमा चाहिँ प्रोटिनको सोर्समा चाहिँ अब भेजिटेरियनहरूको लागि दुध, दही, माछा पनि हो होइन, दुधबाट बनेका परिकारहरू त्यसलाई पनि हामीले इन्क्लुड गर्न सक्छौँ। र सस्तोको हिसाबमा चाहिँ भटमासै हो अहिलेलाई होइन। अब तपाईँले पनिर पाउको लगभग 160 पर्छ भने टोफु चाहिँ 200 ग्रामको कति 40-50 रुपियाँमा कतिमा आउँछ, मलाई ठ्याक्कै एक्ज्याक्टली त्यो प्राइस मैले चाहिँ त्यो कमोडिटीको प्राइस भन्दा नि मैले कहाँनिर जोडेँ भने जस्तै अन्डाको एउटा अन्डाको हामी अहिले एभरेज प्राइस अब 18 देखि 20 रुपियाँ लियौँ
हजुर 18-20 रुपियाँ हामीले खर्च गर्दाखेरि त्यहाँ प्रोटिन हामीले सायद 6 ग्राम 6 ग्राम पाउँछ होइन हो हजुर मैले भनेको जस्तै 20 रुपियाँले 6 ग्राम प्रोटिन पायो भने त्यस्तै उता भेजिटेरियन सोर्समा चाहिँ कति खर्च गरेर कति ग्राम प्रोटिन पाउँछ भन्नु खोजेँ मैले त्यसरी जोड्नु खोजेको प्रोटिनमा चाहिँ खर्च गर्ने के खर्च यहाँ चाहिँ 20 रुपियाँले चाहिँ 6 ग्राम किन्न पायो नि अन्डा खाँदाखेरि प्रोटिन चाहिँ हो त्यस्तै टोफुमा चाहिँ अब तपाईँको 200 ग्रामको 60 रुपियाँ पर्छ भने त्यसको चाहिँ हिसाब अथवा गर्दाखेरि अब हामीले चाहिँ टोफुलाई चाहिँ एउटा रिच सोर्स अफ प्रोटिनको रूपमा लिन सक्छ त्यस्तै सोया चङ्क हजुर अनि भटमास गेडागुडीहरू अन्य होइन लिन सक्छ दालहरूलाई लिन सक्यो हामीले समग्र भन्दाखेरि हामीले खाने नेपाली जुन खाना छ नि दाल भातवाला कन्सेप्ट त्यो खाँदाखेरि हामीले कम्प्लिट प्रोटिन भेजिटेरियन सोर्सबाट पनि पाउन सकिन्छ हजुर अब दालमा चाहिँ तपाईँको 30 ग्रामको दाल काँचो 30 ग्रामकोबाट खाँदाखेरि चाहिँ 6 ग्राम प्रोटिन पाउँछौँ हामीले 4 ग्राम प्रोटिन पाउँछौँ त्यसमा भातमा पनि तपाईँको 2 ग्राम हुन्छ 100 ग्राम चामलको भात खायो भने 2 ग्राम प्रोटिन हुन्छ त्यो दुईटा मिक्स गर्दाखेरि तपाईँको 6 ग्राम भयो कि होइन लगभग उस्तै हुन जान्छ र अब त्यसमा क्वालिटीको अहिले हाम्रो नेपाली थालमा चाहिँ भातको प्रोपोर्सन धेरै होइन दालको प्रोपोर्सन चाहिँ कम हुन्छ कि गेडागुडीहरू त्यसलाई चाहिँ अलिकति मिलाउन सक्यो भने प्रोटिनको अझै बढी बढाउन सक्छौँ कि हामीले भातलाई कम गरेर कार्बोहाइड्रेट कम गर्यो प्रोटिनको मात्रा बढाउँदाखेरि दाल सँगसँगै अर्को गेडागुडीहरू अथवा टोफु पनिर अथवा मसरुमहरू पनि खान सक्छौँ हामीले त्यसलाई पनि जोड्न सकिन्छ कि जस्तै अब जस्तै हामीले दाल भात पावर हामी भन्छौँ होइन अथवा हामीले खाना खाँदाखेरि जस्तै यहाँ एज अ डाइटिसियन चाहिँ अब हामीले कार्बोहाइड्रेट प्रोटिन फ्याटको मात्रा मिलाउनलाई एउटा लेमेन उसमा चाहिँ तरिकाले चाहिँ हामी कसरी चाहिँ मिलाउन सकिन्छ हामीले खाँदा दैनिकी रूपमा अब यो कुनै पनि मान्छेको लागि एनर्जीको निड भनेको चाहिँ फिजिकल एक्टिभिटिजमा भर पर्छ प्लस तपाईँको मेल फिमेल त्यसमा पनि भर पर्छ अब जनरली कुरा गर्दाखेरि हामी नेपालीहरूले टेबल वर्क गर्ने होइन दिनमा 15-20 मिनट वक गर्ने होइन सिम्पल अफिस जानलाई वक गर्ने मान्छेको लागि वेटहरू एकदमै बिएमआई नर्मल छ भने उहाँलाई चाहिँ हामीले 30 किलो क्यालोरी पर केजी अफ बडी वेटको हिसाबले दिन्छौँ होइन त्यसमा चाहिँ हामीले 45 to 50% जति चाहिँ हामीले कार्बोहाइड्रेटबाट एनर्जी लिन्छौँ होइन त्यसमा 20 to 25% हामीले प्रोटिनबाट एनर्जी लिन्छौँ भने बाँकी रहेको चाहिँ फ्याटबाट लिने गर्छौँ एकदमै नर्मल मान्छेको लागि कुनै रोग नभएको मान्छेलाई त्यसमा रोग छ अलिक ओभरवेट छ होइन एक्सर्साइज गर्नुहुन्न भने त्यही अनुसार हामी न्युट्रियन्ट्स माइक्रोन्युट्रियन्ट्स र माक्रोन्युट्रियन्ट्स दुवैमा चाहिँ हामी तलमाथि गर्छौँ कि होइन माक्रोन्युट्रियन्ट्समा हामीले तलमाथि गर्ने भनेको कार्बोहाइड्रेट प्रोटिन र फ्याट हो होइन त्यसलाई चाहिँ हामीले तलमाथि कसैलाई धेरै दिन्छौँ कसैलाई अनि फेरि अर्को कुरा चाहिँ के हुन्छ भने बडीमा मेन्टेन गर्नको लागि हेल्दी लाइफस्टाइल मेन्टेन गर्नको लागि चाहिँ सबैलाई चाहिने चाहिँ ब्यालेन्स डाइटै हो कि होइन त्यसमा माइक्रो माक्रो दुवै न्युट्रियन्टहरूको चाहिँ ब्यालेन्स हुनु पऱ्यो एज अनुसार वेट अनुसार होइन त्यसमा अलि न्युट्रियन्टहरूको निड अनुसार चाहिँ चेन्ज गर्ने हो कि हामीले अनि त्यसमा फेरि कोही मान्छेहरूको कस्तो हुन्छ भने 1 महिनामा कार्बोहाइड्रेट हामीले 50% दिएर प्रोटिनलाई चाहिँ 30% गर्यो कोही भन्यो त्यो महिनामा अलिकति वेट रिड्युस भयो उहाँको हुन्छ नि चेन्ज भयो बडीमा भने अर्को महिना फेरि त्यो चेन्ज हुँदैन कि फेरि त्यसैमा बस्दिन्छ कि त्यो अड्किन्छ अनि फेरि हामीले त्यसलाई चाहिँ न्युट्रियन्टहरू चाहिँ चलाइराख्नुपर्छ त्यो हुँदाखेरि चाहिँ कहिले कार्बोहाइड्रेट बढाउने कहिले प्रोटिन घटाउने प्रोटिन बढाउने कार्बोहाइड्रेट बढाउने त्यो चाहिँ अलिकति अल्टर चाहिँ गरिराख्नुपर्छ अनि त्यसलाई अब यस्तै हो भन्न चाहिँ यो जनरली चाहिँ भन्न अलि अप्ठ्यारै हुन्छ अनि सबैको इन्डिभिजुअल फरक हुने भएको हुनाले त्यसले सबैलाई नै चलाइराख्नुपर्ने हुन्छ अनि अब यहाँलाई जोड्न चाहन्छु जस्तै आजकल धेरै अब हामीले अनलाइनको मिडियमबाट र सोसियल मिडियाहरूमा धेरै देख्छौँ वेट रिडक्सनको लागि ओन्ली प्रोटिन बेस्ड डाइट अथवा प्रोटिनमा मात्र फोकस गरेर खाने बस्ने होइन अथवा कार्बोहाइड्रेट एकदम बिल्कुल स्केप गर्ने भन्ने जुन कन्सेप्ट अहिले आछ यसको साइन्ससँग चाहिँ कसरी रिलेट गर्न सकिन्छ
तपाईँले भन्नुभएको डाइट चाहिँ हामी किटोजेनिक डाइट भन्छौँ किटो त्यसलाई डाइट चाहिँ होइन, किटो डाइट। त्यो चाहिँ किटो डाइट डेभलप भएको चाहिँ सिजर आएको बिरामीहरूको लागि डेभलप भएको डाइट हो त्यो होइन। किटो डाइटले चाहिँ वेट रिड्युस चाहिँ मजाले गर्छ, हुन्छ पनि होइन। र किटो डाइट फेरि लङ टर्म गर्न सकिँदैन, एउटा कुरा। अर्को कुरा चाहिँ किटो डाइटमा नाइट्रोजनस प्रडक्ट एकदमै धेरै हाई हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ किडनीमा लोड धेरै पर्न सक्छ होइन। त्यसले गर्दाखेरि चाहिँ किटोजेनिक डाइट स्टार्ट गर्दाखेरि चाहिँ सकेसम्म कुनै एकजना एक्सपर्टसँग बसेर होइन कन्सल्ट गरेर गर्नुभएको राम्रो एउटा। र अर्को कुरा चाहिँ कार्बोहाइड्रेट भनेको हाम्रो बडीको लागि एकदम नभई नहुने न्युट्रिएन्ट हो कि होइन। त्यसलाई कम्प्लिटली अभोइड गर्नु चाहिँ हुँदैन होइन। एटलिस्ट 30 ग्राम कार्बोहाइड्रेट चाहिँ हाम्रो बडीमा हुने जुन माइन्ड छ होइन, माइन्डलाई चलाउनको लागि चाहिँ कार्बै चाहिन्छ कि होइन। त्यसको लागि चाहिँ 30% एटलिस्ट चाहिँ चाहिन्छ। त्यसलाई चाहिँ एकदमै अभोइड चाहिँ गर्नु हुँदैन। र अब इनकेस अब सिजर भएको बिरामीहरू छ भने उहाँहरूको लागि चाहिँ क्यालकुलेट गर्दै होइन दिनदिनै चेन्ज गर्दै त्यो चाहिँ गरिरहेको हुन्छ किटोजेनिक डाइटमा। र अहिले जुन ट्रेन्ड आइरहेछ यो हाई प्रोटिन डाइट खाएर गर्नेमा, मैले कतिपयजनाको मान्छेहरूको चाहिँ 2 महिना 3 महिना त्यो हाई प्रोटिन डाइट खाएर वेट लस गरेको देखाएको छु। उहाँहरूको एकदम सफल पनि भइरहेको छ होइन। तर हामी नेपालीहरूले मासु मात्रै खाएर बाँच्न सक्दैनौँ कि होइन। अनि 2 महिना 3 महिना खाएर अर्को महिना त फेरि त्यो सकिँदैन त्यसरी खाँदाखेरि। एक त कस्टली पनि छ त्यो डाइट होइन। त्यो गर्दाखेरि मेन्टेन त्यसलाई चाहिँ लङ टर्म जान नसक्दाखेरि त्यो छोड्दाखेरि फेरि रिगेन चाहिँ 10 केजी वेट लस गऱ्यो, अर्को 20 केजी वेट गेन गरेको मान्छेहरू पनि धेरै छ कि। अनि त्यसले गर्दाखेरि अरू फिजिकल प्रब्लमहरू, हेल्थको प्रब्लमहरू धेरैजनाको देखिएको छ। त्यो भएको हुनाले चाहिँ स्लोली चाहिँ प्रोटिनको अघि भने नि मैले प्रोटिनको मात्रा बढाउँदाखेरि पनि स्टेप बाई स्टेप होइन हरेक महिना चेन्ज गर्दै गर्दै बिस्तारै बढाउँदै जाँदाखेरि चाहिँ त्यो लङ टर्म सस्टेनेबल हुन्छ कि होइन। वेट लस गर्यो अनि छोड्यो अनि फेरि रिगेन भयो, त्यसको कुनै औचित्य नै नहुने गरेर चाहिँ गर्नु हुँदैन। ओके, जस्तै यहाँले यो कुराहरू भनिरहँदाखेरि मैले सुन्दाखेरि जस्तै आउट अफ द बक्स एउटा मलाई सोध्न मन लाग्यो होइन। मैले मेरो व्यक्तिगत उसमा पहुँचमा भएको कोही मान्छेहरू जो साधक हुनुहुन्छ अथवा साधना गर्नुहुन्छ कोही होइन, उहाँहरू चाहिँ बिल्कुल कार्बोहाइड्रेटलाई एभोइड गरेर पनि आज दशकौँसम्म राम्रोसँग जिउनु भइरहेछ कि। जस्तै अघि भर्खर यहाँले भन्नुभएको थियो कि हामीले कम्प्लिटली कार्बोहाइड्रेटलाई एभोइड गर्नुहुन्न हुँदैन। तर उहाँहरूमा जस्तै अहिले मैले फिजिकली केही चेन्जेस देख्दिनँ होइन। उहाँ नर्मल लाइफस्टाइलमा हुनुहुन्छ, आफ्नो रुटिन वर्क पनि गर्नुभएको छ, इन एडिसन साधक भएको हिसाबले साधना पनि गर्नुहुन्छ उहाँहरू होइन। कार्बोहाइड्रेट नखाने भन्नाले के खानुहुन्छ त उहाँहरूले? उहाँहरू लगभग ग्रेन चाहिँ जिरै गर्नुहुन्छ होइन। कहिले पानीमा मात्र बस्नुहुन्छ उहाँहरू होइन, पानी मात्र पिएर बस्नुहुन्छ, ग्रेन चाहिँ जिरो। विगत कति वर्षदेखि नै एकदम जिरोमा हुनुहुन्छ होइन। जो चाहिँ उहाँहरू अब कर्म त नभनौँ तर अलिकति साधकहरू होइन, एकदमै साधनामा मत्रमुक्त भएर दिनमा 3-4 घन्टा बस्ने त्यो व्यक्तिहरू हुनुहुन्छ जो म कहिलेकाहीँ उहाँहरूसँग संवाद गर्छु इन्फर्मल होइन। अनि न्युट्रिसनली उहाँहरूको कसरी म्यानेज भइरह्यो होला त? उहाँहरूले के खाइराख्नु भएको छ त्यसमा भर पर्छ। तर कार्बोहाइड्रेट मतलब फ्रुट्सहरू खानुहुन्छ होला, फ्रुट्समा पनि त हुन्छ। दुध खानुहुन्छ होला, दुधमा पनि खालि सिरियल्सहरू एभोइड गर्नुभएको छ, ओन्ली सिरियल्स नट कार्बोहाइड्रेट। अरू चिजमा पनि त हुन्छ नि त, त्यसले पनि परिपूर्ति गरेर आउँछ। जस्तो फ्रुट्समा फ्रुक्टोज हुन्छ, त्यो पनि कार्बोहाइड्रेटको एउटा सोर्सै हो, त्यसले चाहिँ मेन्टेन गरेर आउँछ। अब साधकहरू उहाँहरूले चाहिँ जुन किसिमको साधना गर्नुहुन्छ होइन, त्यसले अब माइन्ड र बडी दुइटैलाई प्यारलली लिएर जानुहुन्छ कि। अनि उहाँहरूको त्यो अर्कै पावर हुन्छ त्यो फेरि। त्यो चाहिँ हामी नर्मल मान्छेले त्यसलाई चाहिँ विचारै गर्न सक्दैनौँ कि उहाँहरूको पावर चाहिँ। त्यही भएर मैले यो आउट अफ द फ्रेम अथवा आउट अफ द बक्स भन्ने मैले होइन, किनकि यो चाहिँ अलिकति मैले लिङ्क गर्न नि खोजेँ। जस्तै अब प्रोटिनकै कुरा गर्ने सन्दर्भमा अब हामीले अब एग एज अ सोर्स अफ प्रोटिनको हामीले कुरा गऱ्यौँ, त्यो बाहेक अन्य नन भेज सोर्स त भइहाल्यो होइन। र प्रोटिनको कुरा गर्दाखेरि अब
नन भेज विशेष गरेर दे आर रिच सोर्स अफ प्रोटिन तिनीहरू लगभग होइन सबै रिचै हुन्छ उनीहरू तर त्यसमा अब हामीले कोलेस्ट्रोलसँग जोड्दाखेरि अन्डालाई यहाँले भन्नुभयो अन्डामा हुने कोलेस्ट्रोल गुड कोलेस्ट्रोल एउटासम्म चाहिँ चाहिने भयो त्यति एउटाको पहेँलो एउटा कि दुईवटा एउटासम्म चाहिँ बडीलाई चाहिने नै भयो अब दुईवटा चाहिँ अब तपाईँको कस्तो हुन्छ भने हिँड्दाखेरि एक्सर्साइज गर्दा त्यो युज भइरहेको हुन्छ नि त होइन त्यसलाई चाहिँ गर्न सकिन्छ त्यो दुईवटासम्म खान सकिन्छ अनि अरू जस्तै अरू रेड मिट व्हाइट मिटको हामी कुरा गर्छौँ नि त्यहाँ त्यो मिटहरूमा पाउने प्रोटिन र त्यहाँ हुने कोलेस्ट्रोलसँग हामीले कम्पेयर गर्दाखेरि होइन अब विच इज बेटर सोर्स यो अब न्युट्रिसनको टर्ममा नट ओन्ली प्रोटिन होइन एज अ होल न्युट्रिटिभ हिसाबले यो जस्तो रेड मिटको कुरा गर्नुभयो होइन रेड मिटलाई हामीले खाने भनेको चाहिँ के भने डिप फ्राई गरेर खान्छ कि भने सेकुवा बनाएर होइन त्यो आगोमा डाइरेक्ट पोलेर खान्छ त्यो गर्दाखेरि चाहिँ त्यसमा फ्याट मासुमा हुने जुन फ्याट छ त्यो चाहिँ ट्रान्स फ्याटमा जान्छ कि होइन त्यसले गर्दा चाहिँ कोलेस्ट्रोलहरू बढिरहेको हुन्छ होइन अब त्यसलाई तपाईँले बोइल गरेर होइन अथवा स्टिम गरेर खानुभयो भने चाहिँ ठिकै छ खान मिल्छ तर लिमिटेड क्वान्टिटीमा खानु पऱ्यो र व्हाइट मिटमा जुन हामीले चिकन लिन्छौँ र फिस लिन्छौँ होइन चिकनमा पनि पार्ट अनुसार चाहिँ चिकनको जुन पार्ट हुन्छ त्यो अनुसार चाहिँ फरक छ कि होइन र सबभन्दा राम्रो क्वालिटीको प्रोटिन भनेको चाहिँ ब्रेस्टमा हुन्छ मलाई भन्दा पनि हजुरलाई अझ त्यसको बारेमा बढी थाहा होला होइन त्यो मानिन्छ अनि त्यसमा फ्याट कन्टेन्ट पनि कम हुन्छ त्यही भएर ब्रेस्ट मिट चिकनको ब्रेस्टलाई चाहिँ हामी राम्रो क्वालिटीमा लिन्छौँ र पकाउने बेलामा चाहिँ सकेसम्म डिप फ्राई नगरिकन नर्मल हाम्रो नेपाली स्टाइलले बनाउने अथवा स्टिम गरेर बनाउने अथवा त्यसको किमा बनाएर स्टिम गरेर जुन मोमो जस्तो गर्छौँ नि स्टिम गर्छौँ नि त्यसरी खाँदाखेरि पनि त्यसको क्वालिटीमा त्यति डिफेक्ट हुन सक्दैन कि पाउँदैन अनि त्यही भएर त्यसरी चाहिँ खान सकिन्छ एकदम इन्ट्रेस्टिङ ल यहाँनिर म यहाँलाई फेरि म जोडिहालेँ जस्तै कतिपय मतलब मेडिकल डक्टरहरूले लगभग सबैको घरमा त्यो सल्लाह पाइरहने पेसेन्टहरू हुन्छ होला कि अब इट्स टाइम टु एभोइड रेड मिट है तपाईँ व्हाइट मात्र खानुहोस् अथवा अन्डामा जानुहोस् होइन रेड मिट चिकन नगर्नुहोस् कोलेस्ट्रोल बढ्छ भन्छ यहाँको भर्खरको भनाइले मैले चाहिँ के धारणा बनाएँ भने हामी रेड मिट खान सक्छौँ लिमिटेड क्वान्टिटीमा प्रोभाइडेड त्यसको हामीले बनाउने तरिका चाहिँ राम्रो हुनु पर्यो तर डिप फ्राई पनि गर्नु भएन पोल्नु पनि भएन होइन हामीले अथवा बोइल स्टिम अथवा सामान्य करी बनाएर खाँदाखेरि रेड मिट पनि हामीले खान सकिन्छ डराउनु पर्दैन हजुर धेरै अब बोसो भएको त्यस्तो चाहिँ खान मिलेन लिन मिट चाहिँ हजुर लिन मिट खान मिल्यो अनि तर दिनदिनै होइन कि हप्तामा एकचोटि अथवा 15 दिनमा एकचोटि चाहिँ खान सकिन्छ र अर्को चाहिँ रेड मिटहरूमा चाहिँ भिटामिन B12 चाहिँ एकदमै धेरै पाइन्छ कि होइन अहिले हाम्रो नेपालमा धेरै मान्छेहरूको चाहिँ नन भेज भए तापनि B12 को धेरै डिफिसियन्सीहरू देखिएको छ कि होइन त्यो चाहिँ के कारण हो अब त्यो रिसर्च चाहिँ भएको छैन होइन तर त्यस्तो बिरामीहरूलाई चाहिँ हामीले कहिलेकाहीँ रेड मिटहरू पनि रेकमेन्ड गर्छौँ त्यो गर्दाखेरि चाहिँ B12 लाई बढाउन पनि मद्दत गर्छ नि रेड मिट मतलब राम्रोसँग पकाएर खान सक्यो तौर तरिका जाने भने एसज हामीले एभोइड गर्न पर्ने मिट होइन इन टर्म्स अफ यो के भन्छ हेल्थ पोइन्ट अफ भ्यू त्यो त होइन अनि अर्को कुरा चाहिँ तपाईँले मिट मासुहरू धेरै खाँदाखेरि चाहिँ त्यसमा त फाइबर कम हुन्छ होइन अनि त्यही भएको हुनाले कन्स्टिपेसनको प्रब्लमहरू हुनसक्छ कि होइन त्यो भएको हुनाले फाइबरको मात्रा बढाउनु पऱ्यो त्यो भन्नुको अर्थ सागहरू सलादहरू खानु पऱ्यो र सँगसँगै पानीको मात्रा पनि बढाउनु पऱ्यो कि होइन अब धेरै मान्छेहरूले अहिले दसैँ को टाइममा पनि धेरैले अब मासुहरू खाइरहेको हुन्छ तर पानी सागहरू सलादहरू खाइरहेको हुँदैन होइन अनि त्यो भएको हुनाले चाहिँ कन्स्टिपेसनको प्रब्लम चाहिँ धेरैलाई हुन्छ कि यो टाइममा प्लस ग्यास्ट्रिकको प्रब्लमहरू हुन्छ त्यसलाई चाहिँ अब इलिमिनेट गर्नको लागि चाहिँ सलादहरू सागहरू खानु पऱ्यो पानी प्रशस्त पिउनु पऱ्यो र त्यही अघि भने जस्तै डिप फ्राई र पोलेको नखाइकन नर्मल पकाएर खाँदाखेरि चाहिँ त्यस्तो हेल्थमा धेरै
प्रब्लम चाहिँ ल्याउँदैन। ब्यालेन्स गर्नु पर्यो ब्यालेन्स गर्नु पर्यो। अनि एकदम राम्रो कुरा, किनभने दसैँ त सक्यो त फेरि हाम्रो तिहार आउँदैछ होइन, स्टिल हामीले मासु खाने चाडपर्व हाम्रो सकिया छैन होइन, आउँदैछ। श्रोताहरूले दर्शकहरूले होइन यो चाहिँ ध्यान दिनु पऱ्यो कि हामीले मासु खाए पनि सागपात होइन, हरियो सागपात खानु पऱ्यो, गेडागुडी खानु पऱ्यो होइन, पानी प्रशस्त पिउनु पऱ्यो होइन। यो चाहिँ एउटा राम्रो सन्देश छ अहिले तिहारको, अब तिहार आउनु लागेको सन्दर्भमा होइन, यो ठिकै छ। अनि अब जस्तै मैले पेसेन्टकै हिसाबले जोडेँ, कुनै मुटु रोग लागेको बिरामीहरूले अथवा मृगौला सम्बन्धी बिरामीहरूले उहाँहरूले त्यो पेसेन्टहरूले के भन्ने पाउँछ, मलाई चाहिँ डक्टरले अलिकति रेस्ट्रिक्ट गर्नुभएको छ माछा मासुमा होइन भन्ने कुराहरू जुन गर्नुहुन्छ, त्यसमा चाहिँ खास बुझ्नुपर्ने कुरा चाहिँ के हो, कस्तो खालको रेस्ट्रिक्सन चाहिँ गर्नुपर्छ ती बिरामीहरूले होइन, अथवा कस्तो चाहिँ गर्न हुँदैन भनेर एउटा। जस्तो किडनीको बिरामीको कुरा गर्दाखेरि चाहिँ किडनीको काम भनेको हामीले खाएको खानेकुराबाट आएको वेस्ट प्रडक्टलाई छान्ने काम हो नि त होइन। अनि मासु त्यस्तो प्रडक्ट हो, त्यसको चाहिँ वेस्ट प्रडक्ट अलिक बढी आउँछ कि होइन, त्यसको नाइट्रोजनस प्रडक्ट चाहिँ बढी हुन्छ, त्यसले गर्दाखेरि चाहिँ किडनीमा लोड हुन्छ होइन। त्यही भएर चाहिँ प्रोटिन चाहिँ कम खानुपर्छ किडनीको बिरामीहरूको लागि। त्यसमा पनि कन्डिसन र स्टेज अनुसार फरक हुन्छ। हामीले चाहिँ किडनीको बिरामीलाई खुवाउने औषधिहरूमा पनि भर पर्छ होइन। कुनै औषधिहरू खाँदाखेरि चाहिँ प्रोटिन एकदमै नगण्य मात्रामा 0.3 ग्राम पर केजी अफ बडी वेटको हिसाबले दिनुपर्ने हुन्छ होइन। अब कुनै त्यस्तो औषधि छैन भने नर्मली 0.6 टु 0.8 ग्राम पर केजी अफ बडी वेटको हिसाबले हामी प्रोटिन दिन्छौँ होइन। त्यसमा पनि हाई क्वालिटी, एकदम कम क्वान्टिटी हो नि त त्यसमा होइन। त्यस कारण चाहिँ हामीले हाई बायोलोजिकल भ्यालु भएको प्रोटिन हामीले प्रेस्क्राइब गर्छौँ होइन। त्यसले गर्दाखेरि चाहिँ एक त हाई बायोलोजिकल भ्यालु प्रोटिन खाँदाखेरि चाहिँ त्यसबाट आउने वेस्ट प्रडक्टहरू कम हुन्छ र बडीले एब्जर्ब गर्ने चाहिँ अप्टिमम हुन्छ होइन। र अर्को कुरा चाहिँ त्यो अरू लो बायोलोजिकल भ्यालु प्रोटिनले चाहिँ प्युरिन भन्ने बढी तत्त्व बढी हुन्छ, त्यसले गर्दाखेरि चाहिँ युरिक एसिडहरू बढ्ने समस्याहरू देखिन्छ कि होइन। त्यसको लागि चाहिँ हामीले लिमिटेड क्वान्टिटीमा र हाई क्वालिटीको प्रोटिनहरू चाहिँ दिनुपर्ने हुन्छ किडनीको विषयमा होइन। प्लस त्यस्तै गरेर युरिक एसिडको बिरामीहरूको लागि पनि हामीले चाहिँ त्यस्तै हाई क्वालिटीको प्रोटिनहरू दिन्छौँ। त्यही भएर बिरामीहरूलाई दाल गेडागुडी नखानु होइन, रातो मासु नखानु, बरु अन्डा खानु होइन, दुध दही खाँदाखेरि पनि ठिक्क मात्रामा खाने। हामी एकदमै प्रिसाइजली नै यति ग्राम खानु भनेर हामीले प्रेस्क्राइब गरेर हुन्छौँ किडनीको बिरामीको लागि भने। मुटुको बिरामीहरूको लागि पनि सेम त्यस्तै हो कि जति अब त्यो रेड मिट खाँदाखेरि त्यसबाट आउने वेस्ट प्रडक्टहरू नाइट्रोजनस प्रडक्ट बढी छ कि होइन चिकनमा भन्दा होइन। त्यो भएको हुनाले हामीले रेड मिटहरू नदिने र प्लस त्यसमा चाहिँ अनस्याचुरेटेड फ्याट पनि बढी भएको हुनाले त्यसलाई चाहिँ कम मात्रामा खाने। के गरेर खानु मलाई हामीले बोइल गरेर त्यसमा भएको फ्याट डिस्कार्ड गरेर मात्रै खान सकिन्छ भनेर त्यसरी चाहिँ सिकाइरहेको हुन्छ। र अरू रोगहरूमा जस्तो डायबिटिज मात्रै छ भने हामी त प्रोटिन झन् बढी दिन्छौँ कि प्रोटिनले गर्दाखेरि सुगरलाई चाहिँ स्पाइक हुन्छ नि बढ्न नदिने हिसाबले चाहिँ प्रोटिन बढाएर कार्बोहाइड्रेट कम गरेर चाहिँ त्यो इन्डिभिजुअलाइज त्यसरी चाहिँ गरेर हुन्छ। यो त भर्खरै यहाँले जुन अब निश्चित ग्राम अफ प्रोटिन भन्नुभयो नि, वा जस्तै हामीलाई हेरिरहने श्रोताहरूले दर्शकहरूले यो अब क्यालकुलेसन नबुझ्ला होइन, यसमा कुनै लेमेन टर्मिनोलोजी अथवा लेमेन क्वान्टिटीहरू त्यस्तो केही छ त्यो पेसेन्टहरूले बुझ्ने उसमा, अथवा कुन स्रोत चाहिँ कति खाने सकिन्छ नर्मल्ली? हजुर, अन्डा एउटालाई हामी 50 ग्रामको लिन्छौँ होइन, तर अहिले एक्सेल डबल एक्सेल भन्ने अन्डाको एकदम धेरै फरक छ। त्यसमा चाहिँ 50 ग्राम अन्डा भने 50 ग्रामको एउटा अन्डामा चाहिँ 6.3 जति प्रोटिन हुन्छ होइन। अनि त्यस्तै भातको 100 ग्राम चामलको भात खायो भने त्यसमा 6 ग्राम प्रोटिन हुन्छ होइन। अब त्यो हामीले खाने फेरि 100 ग्राम चामलको भात त खाँदैन होइन। अनि हामीले चाहिँ पोर्सन वाइज हिसाब गर्छौँ कि जस्तो 1 पोर्सन भनेको हामीले 25 ग्रामको
अनकुक्ड राइसलाई 1% भन्छौँ र 1% खाँदाखेरि चाहिँ 2 ग्राम प्रोटिन पाउँछ कि राइसमा होइन। त्यो 25 ग्राम चामलको भात खाँदाखेरि 2 ग्राम प्रोटिन पाउँछ होइन। त्यस्तै दुध दहीको कुरा गर्दाखेरि 130 ml जतिलाई हामी 1 कप लिन्छौँ होइन। त्यो 130 ml बराबर चाहिँ 6 ग्राम प्रोटिन पाउँछौँ हामीले, त्यसरी चाहिँ हिसाब गरेर हुन्छ। अनि माछा मासुकोमा चाहिँ त्यही 40 देखि 60 ग्रामकोमा चाहिँ 9 ग्राम जति पाउँछौँ हामीले, त्यसरी हिसाब गर्छौँ हामीले चाहिँ। अनि ठिक छ, त्यो लगभग बुझ्यो। अब यो हिसाबले क्यालकुलेट गर्दाखेरि लगभग 22-23 ग्राम चाहिँ एउटा 1% अफ मिलबाट चाहिँ हामीले पाउनुपर्छ, प्रोटिन पाउनु पर्यो। मैले चाहिँ कहाँनिर जोड्न खोजेँ भने जस्तै किडनीको पेसेन्ट हुनुहुन्छ, किडनीको पेसेन्ट हुनुहुन्छ भने उहाँलाई चाहिँ डक्टरले प्रोटिनमा रेस्ट्रिक्सन गरेको जनरली हामीले पाउँछौँ। त्यस्तो पेसेन्टहरूले चाहिँ मतलब नर्मल्ली माछा मासुहरू खान मिल्ने कि नमिल्ने, मतलब नर्मल क्वान्टिटीमा भनौँ चाहिँ यही जुन अलिक क्वान्टिटी यहाँले भन्नुभयो नि, जस्तै एउटा अन्डा दिनमा होइन र 2-3 टुक्रा मासु अनि एक कचौरा दाल खाँदाखेरि त्यस्तो असर पर्छ कि पर्दैन? यसमा फेरि अरू न्युट्रिएन्ट पनि किडनीको बिरामीहरूको लागि चाहिँ मिनरल्सहरूको एकदम क्यालकुलेट गर्नुपर्ने हुन्छ, पोटासियम, फोस्फोरस, म्याग्नेसियमहरू होइन। त्यो भएको हुनाले दाल खाँदाखेरि चाहिँ फोस्फोरस एकदम हाई हुन्छ कि फेरि होइन। त्यो भएको हुनाले हामी चाहिँ सकेसम्म दाल चाहिँ रेकमेन्ड गर्दैनौँ होइन। अब कोही चाहिँ भेजिटेरियन छ भने हामी दाल पनि रेकमेन्ड गरेर हुन्छौँ, तर फोस्फोरसलाई लिच आउट गरेर पकाउने विधिहरू दिन्छौँ हामीले, सिकाउँछौँ उहाँहरूलाई, त्यसरी चाहिँ पकाएर हुन्छ। र अब प्रोटिनको कुरा गर्दाखेरि माछा मासु नै खाँदाखेरि पनि एकजना बिरामीको लागि 30 ग्राम प्रोटिन चाहिँ हामी रेकमेन्ड गरिरहेको हुन्छ होइन। त्यो 30 ग्राम भनेको तपाईँको 30 ग्राम खाँदाखेरि लगभग 6.5 ग्राम जति चाहिँ प्रोटिन पाउँछ कि होइन। त्यति भए पनि एउटा मिलमा त भयो नि त होइन। अनि त्यस्तै दुध पनि रेकमेन्ड गरेर हुन्छ होइन। 30 ग्राम के खाने? माछा मासु ओके, टोटल क्वान्टिटी 30 ग्राम। अब त्यो चाहिँ पर डे त्यो चाहिँ अब इन्डिभिजुअल त्यो पनि फरक हुन्छ कि। कोही बिरामीलाई फेरि अघि भने नि मैले औषधिहरू केही छ भने होइन, किटो एनालोग भन्छ, त्यस्तो औषधिहरू छ भने त्यसलाई पनि हामी राख्दैनौँ फेरि होइन। त्यो मेडिसिन छ भने प्रोटिन पनि खाने, त्यो मेडिसिन पनि खाने भने त्यो मेडिसिनले काम गर्दैन कि होइन। त्यो भएको हुनाले त्यो कन्डिसन अनुसार चाहिँ त्यति दिन सकिन्छ। र कोही बिरामीहरूलाई अलिकति बढी प्रोटिन निड छ भने हामीले 50 ग्रामसम्म पनि माछा मासुहरू दिन सक्छौँ होइन। त्यो सँगसँगै र कोही हामीले चाहिँ धेरै जसो यो किडनीको बिरामीलाई माछा मासु भन्दा पनि अन्डा नै रेकमेन्ड गरेर हुन्छौँ कि, किनभने त्यो बायोलोजिकल भ्यालु हाई छ नि त होइन। त्यो भएको हुनाले त्यसलाई नै बढी जोड दिन्छौँ खान मन लाग्ने बिरामीहरूको लागि चाहिँ। नलाग्नेहरूलाई भेजिटेरियन एज अ सोर्स अफ प्रोटिन छँदैछ हजुर। त्यसको लागि चाहिँ दुध दहीलाई जोड्ने अनि गेडागुडीहरू जोड्ने, त्यसरी चाहिँ गरेर हुन्छ। र फोस्फोरस चाहिँ लिच आउट गरेर पकाउने विधिहरू चाहिँ सिकाइरहेको हुन्छ उनीहरूलाई। यो त हामीले अलिकति कन्सन्ट्रेट गऱ्यौँ हामीले यो किडनी पेसेन्टहरूमा होइन। जस्तै अब के अरे मृगौलाको काम त अब एउटा के भन्छ फिल्ट्रेसनको काम भएको हुनाले त्यहाँ हाम्रो अलिकति फोकस भयौँ। जस्तै यो प्रोटिनियस फुडहरूको जो लिँदाखेरि यो कार्डियक पेसेन्टहरूलाई, मुटु रोग बिरामीहरूलाई चाहिँ कसरी रिलेट गर्न सक्छौँ हामीले? मतलब उहाँहरूलाई चाहिँ रेस्ट्रिक्सन किन छ त फेरि? यो त्यही सेचुरेटेड फ्याटको लागि हो कि होइन। त्यसको लागि बढी चाहिँ रेड मिटहरू बढी अभोइड गर्नु पर्यो। यो लिन मिट र व्हाइट मिट, त्यसपछि एग्सहरू चाहिँ हजुर, त्यो चाहिँ रेस्ट्रिक्सन छैन होइन। त्यसमा पनि कति खाने भन्ने कुरा तपाईँको बडीको कम्पोजिसन अथवा बडीको वेट अनुसार र फिजिकल एक्टिभिटी अनुसार चाहिँ फरक हुन्छ कि। 0.8 देखि अनि 1.2 ग्रामसम्म पनि अब कोही बिरामीहरू मुटुको प्रब्लम भए तापनि होइन अन्डर वेट हुन्छ होइन, मसल मास हुँदैन नि त। उहाँहरूको लागि मसल बढाउनुको लागि अलिकति प्रोटिन लिन मिटहरू बढी दिनु पऱ्यो, त्यसरी चाहिँ गरेर आउँछ। हुन्छ, हामी अन्डा फोकस चाहिँ कुरा गरिरहेको छौँ होइन। अब एउटा कुरा अलिकति छुट्यो जस्तो लाग्यो मलाई, त्यो नछुटाउँ। जस्तै मिल्क र मिल्क प्रडक्ट एज अ सोर्स अफ प्रोटिन, हजुर यसमा यहाँको धारणा अथवा हाम्रो भ्युअर्सहरूलाई यसको बारेमा अलिकति डिस्क्राइब गरिदिनुहोस् न। अहिले दुधमा एकदमै धेरै कन्ट्रोभर्सियल भइरहेको छ कि होइन। दुध चाहिँ अब हाम्रो शास्त्रमा पनि पुरानो भनाइमा पनि दुधलाई त अमृतै भने हो होइन। त्यो अनुसार चाहिँ दुधमा सबै न्युट्रिएन्ट्सहरू छ, प्रोटिन, कार्बोहाइड्रेट, फ्याट होइन, सबै छ। माइक्रो पनि माक्रो पनि सबै पाइन्छ।
तर अहिलेको दुधको प्रडक्सनमा जुन केमिकलहरू मिक्सहरू यस्तो कुराहरू छ त्यसले गर्दाखेरि चाहिँ एकदमै धेरै कन्ट्रोभर्सियल छ होइन। त्यसबाहेक प्योर दुध भनेको चाहिँ अमृतै हो कि होइन। त्यसलाई चाहिँ हामीले खानुपर्छ होइन। र तर त्यो दुधमा फेरि फ्याटको पोर्सन अब गाईको दुध भैँसीको दुध त्यो चाहिँ फरक छ होइन। फ्याटलाई चाहिँ हामीले त्यसमा दुधमा हुने फ्याट भनेको फेरि स्याचुरेट फ्याट हो होइन। त्यही भएर त्यसलाई चाहिँ तर निकालेर खान चाहिँ सकिन्छ कि अहिले राम्रो खालको दुधलाई। त्यो पनि भयो। आजकल त अब स्किम मिल्क भनेर जुन अलरेडी पाउँछ हामी तर निकालेकै दुध पाउँछौँ होइन डेरीहरूमा हो त्यो पनि खान सकिन्छ। हजुर त्यो पनि खान मिल्यो मिल्छ तर निकाल्ने। अनि यो त हामीले सिधा दुधको कुरा गऱ्यौँ, होल मिल्कको कुरा गऱ्यौँ होइन। अब यसबाट बन्ने प्रडक्टहरू मिल्क प्रडक्ट्सहरू जस्तै दही होइन अथवा त्यसपछि तपाईँको पनिर भयो होइन। अन्य अब अरू भ्याल्यु एडेड प्रडक्टहरू हुन्छ नि तपाईँको जस्तै यो के भन्छ मिठाईहरू पनि भनौँ दुधको मात्रा बेसी भएको। अनि यिनीहरूमा चाहिँ के छ यसको प्रोटिनको कुरा गर्दा अन्य न्युट्रिसन पनि यहाँ जोडिदिनु भइहाल्यो। दही भनेको चाहिँ प्रोबायोटिक भएको खाद्य पदार्थ भयो होइन। यसले चाहिँ हाम्रो बडीमा हुने पेटको गट्स हेल्थको लागि चाहिँ एकदम राम्रो गर्छ होइन। जुन पेटमा हाम्रो पनि धेरै किसिमको माया ब्याक्टेरियाहरू होइन ब्याक्टेरियाहरू हुन्छ होइन। गुड ब्याक्टेरिया ब्याड ब्याक्टेरिया दुवै हुन्छ। र दहीमा हुने जुन ब्याक्टेरिया छ त्यसले चाहिँ हाम्रो पेटमा हुने गुड ब्याक्टेरियालाई चाहिँ सपोर्ट गर्छ कि। र त्यसले गर्दाखेरि चाहिँ हामीलाई पाचन शक्तिमा चाहिँ हेल्प गरेर हुन्छ होइन। त्यो भोक्नाले दही एकदमै राम्रो हो होइन। सिजन अनुसार चाहिँ दहीलाई दिनदिनै खाँदाखेरि त्यसले चाहिँ पाचन प्रणालीलाई एकदम हेल्प गरेर हुन्छ होइन। र अब दहीको अरू प्रडक्टहरूमा चाहिँ मिठाईको कुरा गर्नुभयो होइन। मिठाई भनेको चाहिँ एकदमै प्रोसेस खानेकुराहरू भयो होइन। त्यसमा चाहिँ अब सुगर कन्टेन्ट एकदमै धेरै हुन्छ प्लस फ्याट भनेर घिउहरू पनि धेरै राखेको हुन्छ। त्यसले गर्दा क्यालोरी एकदमै धेरै हुन्छ होइन। त्यो भोक्नाले अब तिहार आउँदैछ, तिहारमा मिठाईहरू त खानु पर्छ। त्यसको लागि चाहिँ कम मात्रामा खाने होइन अनि खानु अब अभोइड कुनै पनि खानेकुरा अभोइड गर्दा मान्छेलाई स्ट्रेस हुन्छ कि होइन। खानु मन लागिरहेको हुन्छ खानु हुँदैन भनेर नखाँदा झन् स्ट्रेस हुन्छ। त्यो स्ट्रेसले फेरि धेरै प्रब्लमहरू ल्याउन सक्छ कि मेन्टल हेल्थदेखि लिएर मेन्टल हेल्थलाई प्रब्लम गर्दा गर्दा फिजिकलतिर पनि जान्छ कि होइन। त्यो भोक्नाले त्यस्तो स्ट्रेस नलिकन थोरै खाने आफूलाई सेटिस्फाई गर्ने कि मैले खाएँ भन्ने फिल गर्ने होइन। अनि माइन्डफुलनेस गरेर खाने भन्छ कि होइन। त्यसरी खाँदाखेरि चाहिँ थोरै खाँदाखेरि पनि ह्याप्पी भएर खाँदा चाहिँ हुन्छ। धेरै चाहिँ खानु भएन। सेल्फ डिसिप्लिन भनौँ न। हजुर सेल्फ डिसिप्लिनमा चाहिँ हुनु पर्यो। कुनै पनि कुरा गर्दाखेरि डिटर्मिनेसन डिसिप्लिनहरू चाहिँ मेन्टेन गर्नुपर्छ कि। अब त्यो यो खानामा होस् अथवा तपाईँको मेडिकेसनहरूमा होस् होइन अथवा नर्मल लाइफस्टाइल मेन्टेन गर्नको लागि चाहिँ त्यो हुनुपर्छ। त्यो सबै कुरामा एक्सर्साइजदेखि लिएर खानेकुरामा त्यो डिसिप्लिन चाहिँ मेन्टेन गर्नुपर्छ। त्यही भएको हुनाले अब प्रोसेस फुडहरूमा चाहिँ त्यो मिठाईहरू चाहिँ अलिक कम खानु पर्यो। अनि पनिरहरू खाँदाखेरि हामी कहाँ चाहिँ पनिर पकाउँदाखेरि एकदम डिप फ्राई गरेर पकाउने चलन छ होइन। त्यो गर्दाखेरि त्यसको भ्यालु एड होइन कि लस हुन्छ कि होइन। विशेष गरेर प्रोटिनको पनि प्लस त्यसमा भएको फ्याट पनि त धेरै हाई टेम्परेचरमा गयो नि त। त्यो भएको हुनाले त्यसलाई चाहिँ धेरै डिप फ्राई नगरिकन पकाएर खानुभयो भने त्यसमा भएको न्युट्रिएन्ट्सलाई प्रिजर्भ गर्न सक्छौँ कि हामीले। ल ठिक छ। अलिक म फेरि अन्डातिर सिफ्ट हुन्छु तर अहिले हामीले दहीको सन्दर्भ जोडिहालेको हुनाले हामीले सुन्ने गरेका छौँ। इभन हाम्रै घरमा मेरै घरमा नै कहिलेकाहीँ बेलुका दही खान लाग्यो भने बेलुका दही खानुहुन्न भनिन्छ होइन। अब यहाँको एज अ डाइटिसियन के हो खास यसमा चाहिँ यसमा फ्याक्ट के हो मिथ के हो? यसमा रिसर्चहरू चाहिँ मैले कहिले केही भेटाएको छैन होइन। तर आयुर्वेदिक हिसाबले होइन अनि पुरानो हिसाबले चाहिँ राति के यो घाम गइसकेपछि दही खानु हुँदैन भनेर हुन्छ होइन। त्यसले चाहिँ रुगा लाग्छ भनेर हुन्छ। त्यसको चाहिँ रिसर्चहरू चाहिँ खासै छैन। तर कोही कोहीलाई फेरि त्यो राति दही खाँदाखेरि रुगा लाग्ने प्रब्लम पनि भइरहेको हुन्छ कि त्यो देखिरहेको हुन्छ। तर हाम्रो
नेवार समुदायमा भोज त राति खान्छौँ नि हामी, त्यो बेलामा लास्टमा त दही चिउरा खाइरहेको हुन्छ होइन, कम्पलसरी हो। तर त्यो खाँदाखेरि चाहिँ खास फरक परिरहेको हुँदैन कि होइन। तर त्यो यसो एनालाइसिस गर्दाखेरि चाहिँ दही खाइसकेपछि हामीले सिसापुसा भनेर खान्छौँ नि, काँचो केरा नुन होइन, फलफुलहरू खाँदाखेरि चाहिँ त्यसले ब्यालेन्स गरे हो कि जस्तो पनि लाग्छ मलाई होइन। त्यही भएर यो चाहिँ इन्डिभिजुअलाइज हुन्छ। कोहीलाई दही खाँदा केही हुँदैन राति, कोहीलाई अब पिनासै हुन्छ, रुगा लाग्छ, त्यो चाहिँ फरक होइन। लगभग मेरो पनि थर्ड प्रोसेस चाहिँ के हो भने चाहिँ म त खाइदिन्छु पनि होइन, एज एन इन्डिभिजुअल मलाई मनपर्छ। म त राति होस् दिउँसो होस् होइन, जस देख्यो भने खाइदिन्छु होइन। त्यसमा तर हजुर चाहिँ एउटा मतलब राइट पर्सन हुनुभयो भने मैले सोधिहालेँ यो प्रश्न। अब अघि नै मैले सोध्नुपर्ने प्रश्न स्केप गरेको छु मैले। जस्तै यहाँले नि कुरा गर्नुभएको थियो होइन, अन्डा खाँदाखेरि कसैलाई चाहिँ ग्यास्ट्रिक फिल भएको अथवा यो पेटमा हावा चल्ने जस्तो फिल हुन्छ भन्ने कुराहरू गर्नुभएको थियो। र यहाँले भन्नुभयो अलिकति साँच्चै कि अन्डाले मान्छेलाई ग्यास्ट्रिक गराउँछ अथवा कुनै अरू रिजन छ यसमा? यसमा अब अन्डा अघि भने एकदम हार्ड बोइल अन्डा त्यसले चाहिँ गराउँछ नै, प्लस अनि फेरि खाली पेटमा खान्छ नि त होइन। अनि त्यो त त्यो भएको हुनाले चाहिँ ग्यास्ट्रिक भइरहेको हुन्छ, कोहीलाई ग्यास फर्म गरेर हुन्छ। तर सफ्ट बोइल र त्यो नर्मल सफ्ट पकाएकोले चाहिँ खास प्रब्लम हुँदैन होइन। यदि पेट खाली छैन भने ग्यास्ट्रिक हुँदैन, र अलिकति हार्ड बोइल छैन भने ग्यास्ट्रिक हुँदैन, अथवा अन्य परिकार जस्तै स्क्रैम्बल्ड अथवा अम्लेट तिनीहरूले पनि खास ग्यास्ट्रिक गर्दैन, त्यो चाहिँ हुँदैन। अब फेरि मान्छेहरूको बडीको ऊ चाहिँ फरक हुन्छ कि, कोहीलाई फेरि दुध खाँदा ग्यास्ट्रिक हुन्छ होइन, कोहीलाई के पनि हुँदैन, कसैलाई दुध खाँदा के नाक बन्द हुने त्यस्तो हुन्छ। त्यो इन्डिभिजुअलाइज पनि हुन्छ। अब कोहीलाई चाहिँ अन्डा खायो भने पेट फुल्ने त्यस्तो प्रब्लम हुनसक्छ। त्यो दुधले ग्यास्ट्रिक हुन्छ, कसैलाई हुन्छ भन्छ। रिसर्च फाइन्डिङ्सहरू के छ? रिसर्च फाइन्डिङमा चाहिँ तातो दुध भनेको एसिडिक हो होइन, त्यसले गर्दा चाहिँ हुनसक्छ ग्यास्ट्रिक जुसलाई चाहिँ हुनसक्छ। त्यही भएर धेरै जसो मान्छेहरूले चाहिँ दुध चिसो खानु भएको देख्छु कि मैले, र मन तातो दुध, त्यसले चाहिँ ग्यास्ट्रिक हुँदैन नि। प्रुभन फ्याक्ट छ, रिसर्च फाइन्डिङ त्यति धेरै छैन त्यो चाहिँ अहिलेसम्म त्यस्तो भेटेको छैन। तर मान्छेहरू भेट्दाखेरि कुरा गर्दाखेरि चाहिँ उहाँलाई दुध खाएपछि मलाई ग्यास्ट्रिकको समस्या भयो भन्नेहरू पनि हुनुहुन्छ। त्यही भएर कुनै खानेकुरा इन्टलरेन्स पनि हुन्छ, कोही त्यसले पनि हुन्छ। अब जस्तै अब हामीले अन्डाकै सन्दर्भमा हामी कुरा गरिरहेको छौँ होइन, अन्डालाई केन्द्रबिन्दु पारेर। जस्तै अन्डालाई लिँदाखेरि अन्डासँग त्यस्तो खान नहुने त्यस्तो चिजहरू त्यस्तो केही छ हामीले जनरली एभोइड गर्नुपर्ने? मतलब जेसँग खाँदा नि भयो होइन। त्यसो भएर अन्डा चाहिँ भर्सटाइल इन नेचर होइन पनि भनिन्छ होइन। यसको जसको सांस्कृतिक एउटा के अरे पृष्ठभूमि पनि छ होइन, विशेष गरी काठमाडौँमा नेवारहरूको लागि होइन, नेपालीहरूमा भनौँ। अब हामीले अन्डाकै बढी चर्चा गरिरहेको छौँ। अब जस्तै कुराकानीकै सन्दर्भमा अरू त्यस्तो यसलाई थप्न मन लागेको चिजहरू अथवा हामीले मिस गरेको त्यस्तो के लाग्छ भने एउटा चाहिँ हाम्रो खानेकुराहरूमा भिटामिन डी छ नि, जो चाहिँ अहिले नेपाली समाजमा चाहिँ धेरैलाई डिफिसियन्सी मलाई पनि कम हो है। अनि भिटामिन डी भनेको सूर्यको प्रकाशबाट आउने हो होइन, र खानाबाट आउने भनेको अन्डाको पहेँलो भागमा पाउँछ कि, अरू खाना पाइँदैन। र अर्को चाहिँ मसरुममा हुन्छ, त्यो बटम मसरुम, डल्लो मसरुम हुन्छ, त्यसबाट हुन्छ, केही मात्रामा थोरै मात्रामा हुन्छ। त्यही भएर अन्डाको पहेँलो पनि भिटामिन डीको लागि भए पनि खानुपर्छ कि होइन। अन्डामा भएको भिटामिन डी डिस्ट्रोय हुन्छ कि हुँदैन कुनै एउटा पकाउने तरिकाले? हुँदैन, त्यस्तो खासै डिस्ट्रोय हुँदैन। र अर्को चाहिँ मैले थप्न मन लागेको चाहिँ भिटामिन डीकै कुरा गर्दाखेरि जुन मसरुम, डल्लो मसरुममा भिटामिन डी हुन्छ भन्छ होइन, त्यसमा भएको भिटामिन डीको क्वालिटीलाई इन्हान्स गर्नको लागि त्यो मसरुमलाई चाहिँ अझ एकछिन घाममा सुकाइदिने कि होइन। त्यसले घाममा सुकाउँदाखेरि घाममा भएको भिटामिन डी पनि त्यसले एब्जर्भ गरेर त्यसको क्वालिटी अझै इन्हान्स हुन्छ कि। जस्तै भिटामिन डी र घामको कुरा गर्दाखेरि मर्निङ सनमा मात्र हो कि कुनै पनि पिरियड हो? पहिला चाहिँ बिहान 10 बजीसम्मको लागि सम्ममा चाहिँ छ भन्ने हुन्थ्यो होइन। तर अहिलेको रिसर्चहरूले चाहिँ 10 देखि 2 बजीसम्मकोमा मात्रै भिटामिन डी छ भन्ने छ होइन। र अब हामीले घाममा बस्ने भनेको कति पहिला चाहिँ घाममा बसेर नुहाउने, घाममा बसेर तेल लाउने चलन थियो होइन, त्यो अनुसार खासै फरक पर्थेन।
तर अहिले हामी घाममा जाँदा सनस्क्रिन लाएर बस्छौँ होइन, अनि छाता ओढेर बस्छौँ, लुगा लाएर बस्छौँ। त्यसले गर्दाखेरि चाहिँ भिटामिन डी एब्जर्ब चाहिँ हुँदैन होइन। घाम र हाम्रो स्किन चाहिँ एक्सपोज हुनु पऱ्यो कि डाइरेक्ट हुनु, त्यसले मात्रै अनि तपाईँको भिटामिन डी एब्जर्ब गर्न सक्छ। धेरै पनि बस्नु पर्दैन, 10 देखि 15 मिनट बसे पुग्छ कि 10 देखि 2 बजेको बिचको घाममा। ओके, लगभग अब हामी अन्तिममा आइसके जस्तो मलाई लाग्छ होइन। अब समअप गर्दाखेरि अब अन्डाकै विषय लिएर हामी समअप गरौँ। जस्तै एगलाई चाहिँ एउटा कम्प्लिट फुड हामीले भन्न मिल्यो होइन। र अन्डा भनेको यस्तो वस्तु जुन चाहिँ बच्चादेखि बुढा पाकासम्मले खान मिल्यो होइन। अनि निरोगी सबैले खान मिल्यो। अलिकति रेस्ट्रिक्सन होइन, इन्डिभिजुअल रेस्ट्रिक्सन आफ्नो ठाउँमा छ, त्यो हामीले फलो गर्नुपर्ने हुन्छ होइन। हामी त्यसरी बुझौँ न। अनि एउटा कुरा मलाई थप्न मन लागेको, हाम्रो नेपालमा होइन सुहारा भन्ने पहिला एउटा प्रोजेक्ट थियो होइन। त्यसमा चाहिँ बच्चाको ग्रोथको लागि अन्डा एकदम चाहिन्छ भनेर प्रत्येक एकजना बच्चाको आमालाई एउटा कुखुरा पनि दिने चलन थियो नि पहिला। कुखुरा पाल्ने गाउँमा कुखुरा पालेर बच्चालाई एउटा अन्डा खुवाऊ भन्ने त्यो पनि थियो होइन। अहिले चाहिँ बन्द भयो जस्तो लाग्छ मलाई। त्यसले पनि अन्डाको महत्त्वलाई चाहिँ दर्शाउँछ। त्यति मात्र होइन, जस्तो अहिले जुन हाम्रो यो खाजा सिस्टम छ नेपाल सरकारको स्कुल शिक्षा कार्यक्रममा जुन खाजा सिस्टम छ, त्यहाँ चाहिँ अब मैले पनि के देखिरहेको छु भने एउटा चाहिँ बच्चाहरूलाई यो चिया बिस्कुट मात्र नदिएर होइन, दुध होइन, फुल भने मतलब अन्डा अनि यस्तो चिजहरू दिनु पऱ्यो कि जसले चाहिँ त्यो न्युट्रिटिभ भ्यालु पनि बढोस् होइन, र उनीहरूलाई मन पनि लागोस् भन्ने कुराहरू कन्सेप्टहरू नि धेरै ठाउँमा ल्याएको चाहिँ मैले यसो देखेको थिएँ होइन। आई थिङ्क त्यो चाहिँ प्रोटिनलाई फोकस गरे होइन। र मलाई चाहिँ के लाग्छ भने होइन, अब मलाई करेक्ट गर्नु होला इफ आइम रङ होइन, अन्डा भनेको चाहिँ एकदम के अरे भेरी के अरे गुड सोर्स अफ प्रोटिन, तर भेरी चिप होइन। किनभने 6 ग्राम प्रोटिन तपाईँले 20 रुपियाँमा किन्न पाउनुहुन्छ आजको दिन मूल्यमा होइन। भनेपछि 6 ग्राम प्रोटिन अन्य सोर्सबाट किन्नु पऱ्यो भने त मलाई लाग्छ अलिकति महँगै पर्छ होइन। त्यस कारणले अब अन्डा त्यो कारणले पनि एउटा चाहिँ हामीले इज्जत गर्नुपर्ने खानेकुरा हो जस्तो मलाई लाग्छ होइन। यहाँको भनेको के थाहा छैन, मलाई आफूलाई अन्डा मनपर्ने भएर पनि हो कि होइन। र यो मैले बुझाउनु पनि चाहेको, बुझ्न पनि खोजेको फेरि त्यो तपाईँले भन्नुभयो हो होइन। अब पैसाको हिसाब गर्ने हो भने अन्डा चाहिँ सस्तो जहाँ पनि पाउने होइन, प्लस इन्भाइरोमेन्ट फ्रेन्डली पनि हो, जसरी खाए पनि हुने र जुन मिलमा खाए पनि हुने हजुर होइन। तपाईँले ब्रेकफास्टमा खाए नि हुन्छ, डिनरमा खाए नि हुन्छ होइन, खाजा दिउँसोको खाजामा मिड डे मिलमा खाए नि हुन्छ होइन। त्यो एकदम भर्सटाइल नै छ। त्यसो भएर नै सायद हामीले यो वर्ल्ड एग डे जुन मनाइएको छ होइन, इन्डियन एग कर्पोरेसनले होइन। अनि अहिले चाहिँ मैले रिसर्च पेपरहरू हेर्दाखेरि होइन, युरोपियन कतिपय युरोपियन कन्ट्रीहरूले चाहिँ डाइट्री गाइडलाइनमा चाहिँ उनीहरूले होइन माछा मासुबाट आउने प्रोटिनलाई चाहिँ अन्डाको प्रोटिनले रिप्लेस गरेको पनि देखिन्छ क्या त्यहाँ उनीहरूको गाइडलाइनहरूमा। त्यस्तो पनि त्यो भन्नाले माछा मासु नखाइकन अन्डाको प्रोटिनले पनि तिमीलाई सफिसियन्ट छ भन्ने खालको त्यसरी रिप्लेस गरिरहेछ कि उनीहरू। सबै एसेन्सियल एमिनो एसिड छ होइन। अनि अर्को कुरा सटाइटी पनि यसले फिल गर्छ, एकदमै सटाइटी छ, त्यो चाहिँ फुल फिल गर्छ। अरू कुनै त्यस्तो फुड छ सटाइटी फिल गर्ने? अब त्यो सबै कम्बाइन मिलाएर गर्दाखेरि चाहिँ हुन्छ होइन। सटाइटी फिल गराउनलाई चाहिँ सबभन्दा फ्याट चाहिने हो कि, त्यो अन्डामा चाहिँ फ्याट पनि छ, प्रोटिन पनि छ, कार्ब पनि थोरै छ, त्यसले गर्दाखेरि चाहिँ अनि हुन्छ न्युट्रिसियस डेलिसियस होइन खानेहरूलाई होइन, र हेल्दी। किनभने अन्डा हेर्नुहोस् न, अब बोइल्ड एग होइन, तपाईँ जसरी जहाँ बोकेर लिएर गएर भयो होइन, हेल्दी पनि हुन्छ, धेरै कन्टामिनेसन पनि हुँदैन। त्यो हिसाबले पनि आई थिङ्क अन्डाको एउटा भर्सटाइल नेचर भयो जस्तो मलाई लाग्छ है। हजुर डेफिनेटली। हजुर ल मलाई लाग्छ आई थिङ्क हामीले वी टक मोर देन इनफ एगको सन्दर्भमा होइन। यहाँले जुन समय दिनुभयो होइन, यसको लागि धेरै धेरै धन्यवाद। यसलाई हस् तपाईँलाई पनि धन्यवाद, आफूले जानेको कुराहरू केही सेयर गर्न दिनुभएकोमा। हस् थ्याङ्क यू।